अपेक्षा फलको छैन सधैँ कर्तव्य चिन्तन। आहुति प्राणको दिने तिमीमा अभिनन्दन, तिमीमा अभिनन्दन। प्रहरी सेवा जनहित र सुरक्षाको लागि हो। नेपाल प्रहरी संगठन देश र जनताको नाममा सदैव समर्पित रहने जिम्मेवार सिपाहीहरूको कर्मथलो हो। घाम पानी हावाहुरी दिनरात केही नभनी अहोरात्र आफ्नो कर्तव्य पालनामा तत्पर हुनेहरूको साझा थलो नै प्रहरी सेवा हो। मेची होस् या त महाकाली, हिमाल होस् या त तराई नै, नेपालको भूगोलमा बसोबास गरेका प्रत्येक नागरिकहरूको सेवा र सुरक्षालाई नै धर्म ठान्नेहरूको आस्थाको केन्द्र हो नेपाल प्रहरी। आइपरे देशको लागि आफ्नो बलिदान दिन पनि पछि नहट्ने बहादुर कर्मठ योद्धाहरूको सामूहिक भावनाले ओतप्रोत रहेको संगठन हो नेपाल प्रहरी संगठन। मल्लकालमा चौकीदारी गर्दै रातको समयमा पहरा दिई चोरी, लुटपाट लगायत अन्य घटनाहरू हुन नदिएको र मालपोत उठाउने काम समेत गरेको प्रमाणहरू नेपाल प्रहरीको इतिहास पल्टाउँदा प्रष्ट हुन्छ। समयानुकूल विकसित भएको प्रहरीले फौजदार, द्वारे, महान, नायके र माइना जस्ता नाम पाउँदै समाजमा शान्ति सुरक्षा कायम गरेको पाइन्छ। पछि राणाकालीन समयमा अमिनी मिलिसिया हुँदै कोतवाली पुलिसको व्यवस्था भएको थियो। प्रजातन्त्र आएसँगै 2008 सालमा जनमुक्ति सेनालाई रक्षा दलमा रूपान्तरण गरी सवारी व्यवस्थापनमा खटिएको रामदललाई समेत समायोजन गर्दै 2012 सालमा नेपाल पुलिस फोर्सको विधिवत रूपमा स्थापना भएसँगै प्रहरी ऐन 2012 जारी भयो। प्रहरी ऐनलाई प्रभावकारी बनाउन 2015 सालमा प्रहरी नियमावली लागू भयो भने पुरानो प्रहरी नियमावलीलाई सच्याउँदै नयाँ प्रहरी नियमावली 2049 जारी हुँदै अहिलेको अवस्थामा संशोधन सहित प्रहरी नियमावली 2071 जारी भएको छ। सत्य, सेवा, सुरक्षा मूल मन्त्र रहेको नेपाल प्रहरी संगठनले देश र जनताको अमन चयन र शान्ति सुरक्षामा समर्पित भई आफूले पाएको जिम्मेवारी कुशलताका साथ निर्वाह गर्दै आइरहेको छ। नेपाल सरकार गृह मन्त्रालयको प्रत्यक्ष निर्देशन र नियन्त्रणमा राज्यले सुम्पेको जिम्मेवारीलाई कानुन बमोजिम अक्षरश पालना गर्दै अगाडि बढिरहेको छ नेपाल प्रहरी। केही समय अगाडि आन्दोलन भएको थियो, त्यसको 2-4 दिनपछि नै समाजमा एउटा अमन चयनको समस्या देखियो। प्रहरी संगठन त्यो बेलामा अलिकति अस्तव्यस्त थियो। अब त्यो बेलामा एकदमै समाजले एकदमै प्रहरीको अभाव खड्किएको चाहिँ महसुस गरे। वास्तवमा प्रहरी थियो भने हामी आनन्दले निदाउन पाउँथ्यौँ, ढुक्कले बस्न सक्थ्यौँ, ढुक्कले खेल्न सक्थ्यौँ, कतै जान सक्थ्यौँ। त्यो कारणले गर्दाखेरि यो अपराध अनुसन्धान, शान्ति सुरक्षा, अमन चयन यी सबै काममा प्रहरी संगठनको ठुलो भूमिका छ। र साथै दैवी प्रकोपहरू, यो बाढी, पहिरो, आगलागी, हामी जहिले पनि सबभन्दा अगाडि फ्रन्टमा नेपाल प्रहरी नै पुगेको देख्छौँ। अब त्यो कारणले गर्दाखेरि नेपाल प्रहरीले वास्तवमा हामी समाजमा बस्ने सबै मान्छेलाई चाहिँ ढुक्कसँग बस्ने वातावरण दिएको छ। अब नेपाल प्रहरीले यही आउँदो असोज 31 गते 70औं प्रहरी दिवस भव्यताका साथ मनाउँदैछ। म यस उपलक्ष्यमा सम्पूर्ण नेपाल प्रहरी टिमलाई उच्च मनोबलका साथ काम गर्नको लागि हार्दिक शुभकामना व्यक्त गर्न चाहन्छु। 2072 को विनाशकारी भूकम्प होस् या त कोभिड-19 नै, विभिन्न प्राकृतिक प्रकोपहरू, बाढी पहिरो, आगलागी जस्ता विपदमा नेपाल प्रहरी नागरिकको सुरक्षा र उद्धारमा लागि परेको छ। विभिन्न खालका परिवर्तनहरूमा हुने आन्दोलनमा समेत नेपाल प्रहरीले आफ्नो कर्तव्य निर्वाह गरिरहेको छ। भदौमा भएको जिन्जी आन्दोलनमा समेत प्रहरीले आफ्नो कर्तव्य पूरा गरेको थियो।
नेपाल प्रहरीको आर्थिक वर्ष 2081-82 को तथ्याङ्क अनुसार ज्यान सम्बन्धी 9055 वटा, चोरी सम्बन्धी 3656 वटा, आत्महत्या सम्बन्धी 6852 वटा, सङ्गठित तथा आर्थिक अपराध सम्बन्धी 8161 वटा, महिला तथा बालबालिका सम्बन्धी 3886 वटा मुद्दा र अन्य अपराधहरू समेत गरी जम्मा 58472 वटा मुद्दा दर्ता भएकोमा 31133 वटा मुद्दा फर्चौट गर्न सफल भएको थियो। नेपाल प्रहरीले अपराध अनुसन्धानको क्षेत्रमा निकै नै चर्चित घटनाहरूको सफल अनुसन्धान गरी अपराधीहरूलाई कानुनी दायरामा ल्याउने कार्यमा सफलता हात पारेको छ। काठमाडौँको अपहरण तथा शरीर बन्धक मुद्दाको सुगर ड्याडी बन्ने आशिष देउला घटना, बाह्रको प्रहरी कार्यालय सहयोगीको हत्या घटना, कर्तव्य गरी ज्यान दिई तत्कालै खाल्डो खनी गाडेको गोर्खा सुलीकोट घटना, टोखा नगरपालिका 2 जोरबाट ट्रकमा रहेको 25 करोड बरामद घटना, ललितपुरको सुसन साक्य हत्या घटना, कपिलवस्तुको सामूहिक जबरजस्तीकरणी घटना र एकै परिवारको 4 जना हत्या भएको भोजपुर हत्याकाण्डको सफल अनुसन्धानहरू पर्दछन्। अपराध अनुसन्धानमा पहिलाको तुलनामा नेपाल प्रहरीले धेरै उन्नत प्रविधिहरूको प्रयोग गरेको छ र एक अर्थमा हामीले वस्तुगत प्रमाणको आधारमा अदालतमा जान सक्ने अवस्था नेपाल प्रहरीको अनुसन्धानमा देखिएको छ। जुन अहिले देशको सुरक्षामा तपाईँहरूले देखाउनु भएको एउटा संयमता छ र तपाईँहरूले भोग्नुभएका केही समस्याहरू पनि छन्। आउने दिनमा नेपाल प्रहरी अझै बढी जनताको प्रहरी बनोस् भन्ने म यहाँहरूलाई शुभकामना दिन चाहन्छु। नेपाल प्रहरीको 70औं वार्षिक उत्सवमा यहाँहरू समस्त नेपाल प्रहरीका सकल दर्जाका अधिकृत तर जवान लगायत समस्त परिवारलाई हार्दिक बधाई ज्ञापन गर्न चाहन्छु। नेपाल प्रहरीले देशभर लागू औषध, घरेलु हिंसा, मानव बेचबिखन लगायत अन्य आपराधिक क्रियाकलापहरूका विरुद्ध जनचेतना जगाउने खालका कार्यक्रम तथा अभियानहरू सञ्चालन गर्दै आइरहेको छ भने विभिन्न साझेदारी सङ्घ संस्थाहरूको सहकार्यमा बाल विवाह, दाइजो, साइबर सुरक्षा, सडक सुरक्षा, चिट्ठा ठगी र अन्य अपराधहरू सम्बन्धी टेली चलचित्र तथा पिएसए र अन्य श्रव्य दृश्य सामग्रीहरूको निर्माण गरी समाजमा हुने अपराध न्यूनीकरणको लागि ठूलो सहयोग पुर्याएको छ। नेपाल प्रहरीको अर्को महत्त्वपूर्ण कार्य विपद व्यवस्थापन पनि हो। नेपाल प्रहरीले विपदजन्य घटनाहरूमा उद्धारका लागि आवश्यक तालिम प्रदान गर्नुका साथै विपद व्यवस्थापन कार्यलाई थप प्रभावकारी रूपमा सञ्चालन गर्न सङ्घीय सरकार, स्थानीय तह, विभिन्न सङ्घ संस्था तथा सरोकारवाला निकायहरूको समन्वयमा विपद पूर्व तयारी, प्रतिकार्य, राहत तथा पुनर्स्थापनामा महत्त्वपूर्ण भूमिका खेल्दै आइरहेको छ। 70औं प्रहरी दिवसको यहाँहरू सबैलाई हार्दिक मङ्गलमय शुभकामना। नेपाल प्रहरी नागरिकको सबैभन्दा नजिक रहेको, देखिने, सुनिने र महसुस गरिने सुरक्षा अङ्ग हो। दैनन्दिनका क्रियाकलापदेखि लिएर अपराधजन्य घटना मात्रै होइन, प्राकृतिक विपददेखि लिएर जे जति समस्याहरू आइपर्छन् ती सबैमा प्रहरी अग्रमोर्चामा रहेर खटिन्छ। त्यो केन्द्रमा मात्रै होइन, दूरदराजसम्म पनि समाज जस्तो हुन्छ त्यही समाजको प्रतिबिम्ब समाजका अवयवहरू हुन्। तर त्यही समाजबाट उत्पन्न भएको उपरि संरचनाको यो अवयव नेपाल प्रहरीले अहिलेसम्म राजनैतिक हस्तक्षेपबाट सनै मुक्त हुँदै आफ्नो कर्तव्य निर्वाह गरिरहेको छ र त्यो कर्तव्य निर्वाह गर्नका लागि उतार चढावहरू आइरहन्छन्। विभिन्न राजनैतिक घटनाक्रमदेखि लिएर आन्तरिक द्वन्द्वहरूको व्यवस्थापन गर्नुपर्ने कुरामा कहिले उच्च मनोबलका साथ र कहिले चाहिँ त्यो मनोबललाई कायम राख्नुपर्ने बाध्यता हुन्छ। त्यसका बावजुद पनि नेपाल प्रहरी अगाडि बढिरहेको छ। हाम्रो देखिने महसुस गरिने सरकार हो प्रहरी भनेको। त्यसैले
स्थायी सरकार अथवा अरू राजनैतिक सरकारको अनुहारबाट सिर्जित भएको आक्रोशलाई प्रहरीप्रति हिलो छ्याप्ने भन्दा पनि प्रहरी भनेको हाम्रो साझेदार हो, हाम्रो समुदायभित्रकै एउटा साथी हो भन्ने रूपमा व्यवहार गर्न सकियो भने त्यसले एकअर्का बीचमा समुदाय र प्रहरी अडेस लाग्ने भित्ता बन्न सक्छन्। नेपाल प्रहरीले विधिको शासन, सामाजिक मूल्य मान्यतालाई स्वीकार गर्दै मानव अधिकारको संरक्षण र प्रवर्धन गर्दै नागरिकलाई राष्ट्रप्रति उत्तरदायी बनाउँदै नेपालको संविधान र त्यसको अधीनमा बनेका ऐन कानुनको परिधिभित्र रही प्रचलित अन्तर्राष्ट्रिय कानुन समेतलाई अङ्गीकार गर्दै सुरक्षा सेवामा समर्पित रहेको छ। यो सङ्गठन भनेको जनतासँग काम गर्ने सङ्गठन हो र सरकार देखिने भनेकै प्रहरी हो। जमिनमा सरकारको उपस्थिति देखाउने भनेको प्रहरी हो। त्यसले गर्दाखेरि के छ, साह्रो गाह्रो अप्ठ्यारो ठाउँ बेला पनि प्रहरी नै अगाडि आउँछ। या कुनै ठुलो दुर्घटना भयो या कुनै केही अप्ठ्यारो परिस्थिति आयो भने त्यसबाट क्षति बेहोर्नु पनि प्रहरीले पनि पर्छ। त्यसले गर्दा हामी हरेक साल हेरौँ न, चाहे त्यो दैवी प्रकोपको बेला होला या भीड नियन्त्रणको बेला होला या विभिन्न अपरेसनको बेलामा प्रहरीहरू क्याजुअलिटीहरू हुने के भन्छ काहीँ न काहीँ सम्भावना रहन्छन् र देखि पनि रहेको छ। नेपालमा नेपाल प्रहरी जतिको राम्रो संस्था कुनै पनि छैन। त्यसले गर्दा यो संस्थामा आउनु पनि भाग्य एउटा। किन भाग्य भन्छु म, करिब करिब तपाईँको 35 देखि 40 वटा ऐन नियम छ नि, त्यो कार्यान्वयन नेपाल प्रहरीले मात्रै गर्छ कि नेपालको कुनै पनि संस्थाले गर्दैन। र डाइनामिक संस्था हो यो। यसले जनताको समस्यादेखि लिएर राष्ट्रका समस्यासम्मका विभिन्न तहका समस्याहरूमा इन्भल्भ हुने संस्था हो यो। 70औं प्रहरी दिवसको उपलक्ष्यमा सम्पूर्ण प्रहरी कर्मचारीहरू, चाहे त्यो पूर्व होलान् चाहे ती बहालवाला होलान्, सबैलाई मेरो शुभकामना छ। फेरि नागरिक बिना वर्दीका प्रहरी र प्रहरी वर्दीधारी नागरिक हुन् भन्ने विचारलाई मनन गर्दै समाजमा हुन लागेका कुनै पनि घटनाको सूचना प्रहरीलाई दिने संस्कारको विकास गर्न सकेमा अपराधरहित समाजको निर्माण गर्न सकिन्छ। समाजबाट नै प्रहरीको निर्माण भएको र प्रहरी हाम्रै लागि हो भन्ने सोचको विकास गर्दा आम नागरिकहरूले प्रहरीलाई सुख दुःखको साथीको रूपमा लिनुपर्दछ। यस्तो छ, अब अहिले हाम्रो देशमा अहिले जेनजी आन्दोलनले गर्दाखेरि प्रहरीहरू मनोबल घटेको छ। त्यस कारणले हामीले अब प्रहरीहरूलाई मनोबल बढाउनको लागि उनीहरूलाई सहयोग गर्न पर्यो, उनीहरूलाई हिम्मत दिएर अब अगाडि आउन हामीले प्रोत्साहन गर्न पर्यो। जस्तो अब हामीले प्रहरीलाई साथीको नजरले हेर्न पर्यो। प्रहरी बिना त हामीले शान्तिसँग कल्पना गर्न सक्दैनौँ। एक त जस्तो प्रहरी भएन भने अब चोरहरूलाई समाउने कसले, हामीहरूलाई जनतालाई सुरक्षा दिने कसले? अब प्रहरी अगाडि बढेर काम गरेन भने त जनताहरूले त केही गर्नै सकेनन् नि। जस्तो चोरहरू आएर लुट्यो भने कसलाई गएर कम्प्लेन गर्ने? एक त मेन त प्रहरी भनेको त देशको एक मेन हतियारै हो। 70औं प्रहरी दिवसको उपलक्ष्यमा नेपाल प्रहरीलाई हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछु। नेपाल प्रहरीलाई भावी दिनहरूमा प्रत्येक नागरिकले आफ्नो सुरक्षासँग सम्बन्धित पीडामा साथीको रूपमा पाउनेछ भने समाजमा हुने अपराध र विभिन्न विपद विरुद्ध एकजुट भई लड्न निडर सहकर्मीको रूपमा पाउनेछ। निष्पक्ष रूपमा सेवा प्रवाह गर्दै नागरिक केन्द्रित व्यावसायिक प्रहरी सेवाका लागि नेपाल प्रहरी हरदम तत्पर छ। गौरवमय नेपाल प्रहरी सङ्गठनको 70औं प्रहरी दिवसको अवसरमा राष्ट्र र सङ्गठनका खातिर कर्तव्यको बलिवेदीमा प्राणको आहुति दिनुहुने अमर प्रहरीहरूप्रति भावपूर्ण श्रद्धा सुमन अर्पण गर्दछु। साथै कर्तव्य पालनाकै क्रममा घाइते तथा अशक्त हुनुभएका प्रहरी कर्मचारीहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु। सत्य सेवा सुरक्षणमको मूल मन्त्रलाई अङ्गीकार गर्दै विषम परिस्थितिमा समेत राज्यले सुम्पेको जिम्मेवारी निर्वाह गर्ने सकल दर्जाका सम्पूर्ण प्रहरी कर्मचारी, पूर्व प्रहरी कर्मचारी तथा उहाँहरूका आफन्तजनहरूमा प्रहरी दिवसको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछु। यो प्रहरी दिवसले प्रहरी र समुदायको सम्बन्धलाई प्रगाढ बनाउँदै सहअस्तित्व र भातृत्व भावका साथ सहकार्य गरी सुरक्षित समाजको निर्माणमा लागि पर्न हामी सबैलाई प्रेरणा मिलोस् भन्ने कामना समेत गर्दछु। जय नेपाल।
देशमा अमन चयन कायम राख्न र जनतालाई सुरक्षाको प्रत्याभूति दिलाउन महत्त्वपूर्ण जिम्मेवारी निर्वाह गर्ने क्रममा आफ्नो प्राण उत्सर्ग गरी जीवनलाई सार्थक बनाएका वीर तथा अमर प्रहरी कर्मचारीहरूप्रति नेपाल प्रहरी सङ्गठनका समस्त कर्मचारीहरू आजको यस घडीमा नतमस्तक भई भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछौँ। अन्तमा राष्ट्रले अङ्गालेको परिवर्तनसँगै नेपालको संविधानको मर्म अनुरूप सत्य सेवा सुरक्षणमको मूल मन्त्रलाई आत्मसात गरी नागरिकहरूको सेवामा नेपाल प्रहरी हरपल समर्पित छ। धन्यवाद। जय नेपाल। प्रहरी सेवा गर्न आउँछ प्रहरी, हर घडी आउँछ प्रहरी सेवा गर्न आउँछ प्रहरी। प्रहरी हामी प्रहरी, प्रहरी हामी प्रहरी, प्रहरी हामी प्रहरी, प्रहरी हामी प्रहरी।